सो हेलो गाइज, वेलकम टु माई अनदर भ्लग। दिस इज मेरो चाहिँ यो चाहिँ मेरो सर्ट भ्लग हो होइन। आज चाहिँ हामी मेरो साथीहरू म चाहिँ कोरा रिभर भन्ने ठाउँ कस्तो लागिरहेछ त म्याप नेपाल। सो कस्तो लागिरहेछ तिमीलाई? गान पेलामा रातभरि काम हाने अहिले म के निन्द्रा अनिदोमै हानिरहेको छु। त्यही भएर होइन गाइज, यस्तो छ हेर्नुहोस्, हामी सबै भ्यू देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो जापानको फुकुओका कुरुमे ठाउँमा चाहिँ हामी आएका छौँ अहिले चाहिँ। सो यो चाहिँ मेरो साइकल। सो गाइज अहिले चाहिँ हामी कोरा रिभर पुग्न लागेका छौँ। मेरो सबैजना साथीहरू चाहिँ अगाडि गइसक्यो। म अलिकति लेट भएछ होइन। मेरो चाहिँ किनभने चाहिँ म चाहिँ साइकल लडेको थियो क्या। अनि साइकल लडेको कारण चाहिँ म अलिक पछाडि पढेँ। त्यही पनि मेरो साथीहरू चाहिँ अगाडि गइसक्यो सबैजना होइन। हामी चाहिँ अहिले फाइनल्ली जापानको फुकुओका कुरुमे भन्ने ठाउँमा छौँ अहिले चाहिँ। त्यही हो गाइज, लाइफमा सबै थोक पैसा नै होइन होइन। कहिलेकाहीँ इन्जोय पनि गर्नुपर्छ, कहिलेकाहीँ रमाइलो दृश्य हेर्नुपर्छ होइन। त्यही भएर पैसाको पछि लागेर जिन्दगीमा पैसाको पछि लागेर सफलता पाउँछु भनेर नसोच्दा पनि हुन्छ होइन। त्यही भएर गाइज जति रमाउनु छ बाँचुन्जेल चाहिँ रमाऊ होइन। मेरो भन्नु चाहिँ के हो भनेपछि बाँचुन्जेल रमाऊ, पैसा भन्ने चिज त यसै उसै कमाइहाल्छ नि। त्यही भएर ल, यो चाहिँ मेरो साथी हो, पछाडि छ, अगाडि छन् केटाहरू। सो दिस पार्क इज सो ब्युटिफुल होइन, देख्न सक्नुहुन्छ। सन्देश मेरो म्याप फ्रेन्ड हो यो चाहिँ होइन। जापानको फुकुओकाको कुरुमेको हाम्रो म्याप साथी हो। ओ देख्न सक्नुहुन्छ यस्तो छ दृश्य हजुरहरू। त्यही हो होइन। इट्स अ ब्युटिफुल प्लेस। सो वी रियली लाइक दिस प्लेस। कस्तो लागिरहेछ साथी तिमीलाई? म त एकदम रमाइलो यार। नेपाल जापान आएको हेर्छु बल्ल। ओ अहिले चाहिँ जापान होइन, पैसा कमाइन्छ जिन्दगीमा रमाउन सिक्नुपर्छ हो कि नै? हाम्रो सोचाइ चाहिँ यही हो। मेरो मोटु अगाडि छन्, मेरो मोटु रुप्पा। औ रुप्पा, कस्तो फिल भइरहेछ साथी? हामी चाहिँ सो गाइज फाइनली हामी चाहिँ पुगिसक्यौँ हाम्रो यो के गार्डन, कोरा रिभरको गार्डनमा पुगिसक्यौँ। हजुरहरूलाई रिभर पनि देखाउनेछौँ। कस्तो लागिरहेछ नवीन? अझ माथि हो कहाँ हुँदैन क्या हो? सेकेन्ड उयो यति गइरहेछ, उयो यति गइरहेछ मुला उता लास्टै गइरहेछ। आउनु हामी चाहिँ फर्केर यहाँदेखि चाहिँ हामी त्यहाँसम्म पुगेपछि अनि हामीले कतै नि एउटा केही भेटाएनौँ कि। अनि त्यहाँबाट सटसटी अघि जाँदा हामीले एउटा खोल्सा चाहिँ देखाएको थियौँ कि, एउटा दह देखाएको थियौँ। अनि त्यही दहमा स्विमिङ गर्नुपर्छ भन्ने डिसिजन गऱ्यौँ। अनि त्यहाँबाट हामी सटसटै फर्क्यौँ सबैजना। स्विमिङ गरेर सकिसकेपछि हामी त्यहाँबाट फर्क्यौँ। अनि फर्किँदा बाटोमा एकजना साथीको अलिकति साइकलबाट एक्सिडेन्ट भयो होइन। सधैँ चलायो तिमीलाई एक पहिला उत्तिकै। सो गाइस, साथीको सिचुएसन गाह्रो थियो, तैपनि हामीले उसलाई अलिकति उठाएर लैजाऊँ भनेर हामी सबैले आफ्नो साइकल चढेर सटसटी त्यहाँबाट अगाडि लाग्यौँ।